Hello everyone, welcome to again new vlog. आज चाहिँ म ओखलढुङ्गासम्म पैदल यात्रा गर्दैछु है। सो सबैले आज चाहिँ म एक्लै छु, साथमा चाहिँ कोही छैनन्। म चाहिँ घरदेखि हिँडेर यहाँ हाम्रो पट्ने खोलामा आइपुगेको छु। सो अन्तिमसम्म भिडियो हेरिदिनु होला। राम्रो लागि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। र चाहिँ हाम्रो चाहिँ फेरि धान काट्न सुरु भइरहेछ है, धान काट्ने झार्ने। अहिले चाहिँ म यस्तो ठाउँमा केही सर्ट लगाएर रुम्जेटर आइपुगेको छु होइन। तलैदेखि हानिरहेको छ नि तपाईँले है। रुम्जेटरको भ्यू दामी छ। झन् पर गयो भने गाई दामी हुन्छ होइन, दामी हुन्छ होइन, दामी छ होइन। बजार पनि एकछिन घुमिदिएर सदरमुकामसम्म पुग्छु। नभन फेरि मेरो यहाँ जिर कान्छन् ठ्याक्कै यहाँ भेट्टाएको छु। अनि हामी दुईजना काटिएको यता र उता डुल्ने हो। 3 बजेसम्म फेरि सदरमुकाम पुगेन भने मेरो काम बन्दैन है। घरबाट फेरि मलाई के भन्छ अरे खट्टा हान्छ भन्छ अन्त यार टन्ने लाइक। यो चाहिँ शुक्रबारे बजार म्याक्सिमम् 7 वर्ष पछाडि आएको होइन। यो चाहिँ चला भनेर दिएको बाटो छोडेर हिँडिरहेछ को चाहिँ हो यो। हाम्रो यो बजार देख्दा राम्रो देखिरहेछ। कहाँ हिँडेको त? ए बजार त सुकेछ त कान्छु। सुकेकै बजार आएपछि पनि सुक्दैन, सुकेकै बजार आएपछि सुक्दैन त। सुकेकै हो सबै मेरो आफन्तहरू हो नि। पहिले यस्तो भन्नु यिनीहरू चाहिँ सबै होइन, मैले काममा यसो निगरानीमा आएको काम हेर्न आएको। ल ठिक छ। यिनीहरूलाई जहिले मैले हप्तामा नभए नि 3-4 वर्षमा आएर 5 रुपियाँ चलाएको छु। 5 रुपियाँ तलब छ यिनीहरूको। तर के भन्छ अरे पहिलेको जस्तो नलाग्ने कि है, पहिला जस्तो छैन नि। अनि मम्मीलाई भेट्ने भने कल गर्ने हो कि त? होइन अहिले आउनुहुन्छ नि, पत्रबाट आउनुहुन्छ। ए यहीँ आइछ नि। हामी डुलौँ न त। कहाँ भने हो यहाँ अरे म चाहिँ यहाँ ओखलढुङ्गा जिल्ला कार्यालय आएको थिएँ। सो आफ्नो राष्ट्रिय परिचय पत्रको लागि आएर बनाइयो भने यो फाइनल रिजल्ट पनि आइसक्यो। त्यही गाइस म चाहिँ ओखलढुङ्गा जाँदैछु होइन। हाम्रो छ है, म चाहिँ आइपुग्न लाग्यो यहाँ छ।
यस फाइनली यहाँ आइपुगेर फेरि जाँदैछु सिद्धिचरण नगरपालिका हाम्रो प्यारो खलढुङ्गा होइन। सो धेरै वर्ष पछाडि यहाँ आइपुगेको देख्न सक्नुहुन्छ। राम्रो छ हाम्रो यो चाहिँ खलढुङ्गा होइन, यो चाहिँ पुरानै हो। सो यहाँ धेरै डिफ्रेन्ट भइसकेको छ, यहाँ धेरै परिवर्तन आइसकेको रहेछ। सो धेरै वर्ष पछाडि यहाँ आइपुगेको सबैले देख्न सक्नुहुन्छ। टिममा डाँडो पनि रहेछ है, म त्यहाँसम्म एकचोटि पुग्छु कस्तो रहेछ। राष्ट्र पार्क भनेर लेखिएको छ त्यहाँ जाँदैछु। सो देख्न सक्नुहुन्छ। जाँदैछु गाइस। अब यहाँ राष्ट्र पार्क लेखिएको छ, यहाँ म देखाउँछु। धेरै समय पछाडि जाँदैछु। तल पनि धेरै रहेछ है, म यहाँ तलसम्म होइन, यहाँ धेरै रहेछ। अहिले फेरि आउँला। सो देख्न सक्नुहुन्छ राष्ट्र पार्क छ। सो म यहाँबाट जाँदैछु। धेरै सिँढीहरू चढ्नु पर्ने रहेछ, एक्लै हुँदा भ्लग बनाउनु पनि बोर लाग्ने रहेछ। त्यही पनि प्रयास गर्दैछु, साथ सपोर्ट गरिरहनु होला होइन। हिजोको दिनमा मसँग धेरैजना हुनुहुन्थ्यो, आज एक्लै छु। धेरै माथि रहेछ कि के हो अहिले गर्नु। यो चाहिँ हाम्रो सिद्धिचरण पार्क अनि सिद्धिचरण नगरपालिका प्यारो खलढुङ्गा। पार्कमा जान्छु कस्तो रहेछ होइन। भिजिटमा भन्दा नै खासमा आफ्नै कामले सिद्धिचरण खलढुङ्गा आइपुगेको थिएँ। बट जाउँ भन्ने इच्छा जाग्यो, बट पार्क पुग्न टाढै छ के अरे, माथिसम्म जानुपर्ने। यहाँसम्म नै आएँ। धेरै रहेछ, भ्यू देख्न सक्नुहुन्छ। धेरै राम्रो छ। टेम्पल, यस्तो धेरै टेम्पलहरू छन् होइन। यहाँ कति राम्रो भ्यू रहेछ। यो लामिछुट्टी मासतिर छ। म चाहिँ लामिछुट्टी मासतिर आइपुगेको छु। त्यहाँ स्कुल पनि छ के अरे। पैदल यात्रा रमाइलो भइरहेको छ, एक्लै भए पनि इन्जोय गरिरहेको छु। धेरै सपनावती माई भन्दा अलिक ओर है। खै यो ठाउँको नाम मलाई पनि खास याद भएन, धेरैचोटि आए पनि बिर्सिसक्छु। म चाहिँ यहाँदेखि रिटर्न फेरि फर्केर यहाँ आइपुगेको छु। पुरै धानसान झार्ने काम भइरहेको रहेछ, त्यहाँ देख्न सक्नुहुन्छ। बाटो सजिलो पनि, पानी पर्ला पर्ला जस्तो भइरहेछ होइन। दिन धुम्म धुम्म आइरहेछ।
भ्लगलाई इन्जोय गरिदिनु होला। अझ अरू पनि आउनेछ। गाइस उहाँ छ हाम्रो सपनावती मन्दिर। म तपाईँहरूलाई केही समयपछि नजिकै पुगेर देखाउनेछु। देख्न सक्नुहुन्छ उहाँनिर छ, धेरै टाढा छ। उहाँ ठ्याक्कै त्यो पर होइन, आइपुग्न लागि परभन्दा पनि धेरै समय छैन पुग्न लागि। म हजुरहरूलाई देखाउने छु। तल त अब जान नमिल्ला, किनकि अब म खाली पेट छैन। यसो माथिबाटै हजुरहरूलाई दर्शन गराउने छु। दर्शन गर्नु होला सपनावती माईको। भित्रै छिर्नको लागि म अब खाली पेट छैन। थ्याङ्क यू। फ्यान भनिरहनु भएको छ त्यो पर समयमा पर छौँ भन्दा नि पर पुग्नु पर्नेछ हाम्रो टेम्पल हेर्नको लागि। त्यो माथिदेखि मलाई बिग फ्यान भनिरहनु गाइस है। हामी चाहिँ ठ्याक्कै हाम्रो सपनावती माई टेम्पल आइपुगेको छौँ। टाढैबाट भए पनि दर्शन गरिदिनु होला, तल जान सक्दैन होइन। ए सपनावती माई मेरो भिडियो हेर्ने र मैले सोचेको सबै कुरा पुरा गरिदिनु होला। तल आउन सकिनँ, गरिदिनु होला। सबैले सोचेको आँटेको पुरा भइदियोस्, पुरा गरिदिनु होला। हाम्रो सपनावती माई हेलो एभ्रिवान। यसैलाई गर्दाखेरि म कुदेँ हो होइन। जबसम्म म भ्लग बनाउँछु त्यतिचोटि फोन गर्ने यही हो। मेरो भ्लग पनि कम्प्लिट नभएको। यहाँ दिदी हुनुहुन्छ। ओखलढुङ्गादेखि ठ्याक्क छोड्ने खोला आइपुगेको छु। यहाँबाट धेरै जानु छ अब।